तर्फबाट तथा संस्थाको तर्फबाट भाइको आत्माले चिर शान्ति पाओस् र हजुरहरूको जुन आफ्नो आस्थाअनुसार जुन कार्य गर्दै हुनुहुन्छ त्यो सफल होस् र उहाँले जुन स्थानमा जानुपर्ने हो त्यो स्थानमा उहाँको आत्मा पुगोस् भन्ने कामना गर्दै यो भाषण गरेर सुनाउँछु। इङ्ग्लिसमा लेखिएको छ। Heartfelt condolences, Sanjeev Kumar Gurung, 1/1/1991, 12/29/2025. We are deeply saddened by the untimely passing of our young community member, Sanjeev Kumar Gurung, at the age of 34. Our thoughts and prayers are with the family and loved ones during this difficult time. May you find strength and comfort to endure the profound loss, and may the departed soul rest in eternal peace. यो उहाँको आत्माले चिर शान्ति पाओस् भन्ने कामना गरिएको छ र यो बुबाजी साइनल गर्दा पनि लिला हुन्छ। साइनल गर्नु थ्याङ्क यू। धन्यवाद हाम्रो अध्यक्षज्यूलाई। र घर परिवारको तर्फबाट केही भनाइहरू छ भने यहाँहरूलाई हामी 2 मिनटको समय दिनेछौँ। छैन भने हामी यो आजको समयवेदना कार्यक्रमलाई यहीँ अन्त्य गर्नेछौँ। केही छ भने तपाईँको राखिदिनु होला। केही छैन, धन्यवाद। र हजुर धन्यवाद। र यो समयवेदना कार्यक्रम खासै अब यो लामो यो धेरै बोल्ने कार्यक्रम पनि नभएकोले गर्दाखेरि हामीले जुन गर्नुपर्ने कार्यहरू गरेका छौँ। फेरि पनि एकचोटि उहाँको आत्माले चिर शान्ति पाओस्। तपाईँहरूले जुन तरिकाले गर्दै हुनुहुन्छ, जुन आस्थाले गर्दै हुनुहुन्छ, विश्वासले गर्दै हुनुहुन्छ, त्यो विश्वासहरू चाहिँ लागोस्। तपाईँहरूले गर्नुभएको कार्यहरू सबै सफल भएर चाहिँ उहाँको आत्मालाई चाहिँ जसरी तपाईँहरूले जहाँ पुर्याउनु पर्ने हो त्यहाँ पुगोस् भन्दै फेरि पनि उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यो श्रद्धाञ्जली कार्यक्रम अर्थात् समयवेदना कार्यक्रम यहीँ नै सकिएको म घोषणा गर्न चाहन्छु। धन्यवाद।